हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, लाइक सेयर पनि गरिदिनु होला। आज चाहिँ म मेरो हस्बेन्ड र छोरी काठमाडौँ फन पार्क घुम्न जाँदैछौँ। ओके वी आर फाइनली एट फन पार्क। आज चाहिँ बल्ल बल्ल मेरो बुढाको छुट्टी भएर हामी चाहिँ हाम्रो छोरीलाई लिएर फन पार्क आएको। सानो हाँसिदेऊ छोराजना बस्छ सानो यता हेर सानो यहाँ हेर बाबालाई हेर। हामी चाहिँ भुटघर जाने भनेको सानो बाबा डराएर को डरायो हन्टेड हाउस नभएको सानी र म त जानु भनेको मेरो बुढा डराएर नगएको। त्यही त कस्तो भइरहेछ बाबा छोरीलाई फन पार्कको घुमाइ। रमाइलो भएको छ भन। आउँदिन बाबासँग बस्छ अब दुईटा। यहाँ चाहिँ हामी बटर स्कच खान आँटेको। के खाने अरे कुन फ्लेभर भन्नु पर्यो नि त। सानीलाई थाहा छ? सानी पनि खान्छ आइसक्रिम खान्छ सानी पनि। के खाने छोरी के खाने? यहाँ हेर न मामको भिडियोमा हेर न। खाने तिमी पनि खाने। यस्तो गर्मी छ है साथीहरू, यस्तो गर्मी छ। छोरी यहाँ खाने भनेर नखाने अरे साथीहरू होइन। हामीलाई मात्रै यस्तो लाग्यो कि फन पार्क सानो भएको हो कि के हो। पहिला आएको थिएँ म त होइन, कति वर्ष अगाडि 5-6 वर्ष अगाडि, 6-7 वर्ष भइसक्यो होला। तर कति ठुलो जस्तो लाग्थ्यो, यत्रो देख्छु त अहिले त। ओके गाइस, हियर इज आवर आलु टिक्की। लेट मी टेस्ट है। चाहियो तपाईँहरू पनि फन पार्क आउनुभयो भने दोकानको नाम पढेको हो मैले। दोकानको नामै थाहा भएन त। पिङनेरी रोटे पिङनेरी रहेछ क्या। ट्राई गर्नु होला।
अब चाहिँ हामी फन पार्क पनि निस्केको अल्छी लाग्यो यहाँ बसेर थोरै जस्तो लाग्यो आज त कतिजना आयो अल्छी लाग्यो बरु गोदावरी गएको भए हुन्थ्यो बाई सी यू इन द नेक्स्ट भिडियो